चमेरो लाइन हो। मस्जिद हो मुस्लिमहरूको यो तपाईँको रेलिङ जाने बाटो। यो चाहिँ रेलिङ जाने बाटो। यो रेलिङ यसको पहिला माथि गइकन ल पौरहसकै छु गरेर चाहिँ यो चाहिँ हामी स्विमिङ पुलहरू पनि रहेछ फेसिलिटीहरू। यस्तो रहेछ गाइस ब्याम्बो रिसोर्ट। ब्याम्बो रिसोर्ट चाहिँ रहेछ नि त कतिजना रिसोर्ट रहेछ। कस्तो लागिरहेको छ पविराज यहाँ आएर? यहाँ आएर त एकदम शान्ति लागिरहेको छ नि। मजा आइरहेको छ। यहाँ भएर यहाँ पुग्यो हो मजा आइरहेको छ नि। ब्याम्बो रिसोर्ट रहेछ बिजनबारीमा। म चाहिँ हामी ठुलो आइरहेको छु। इन्जोय गाइस सिनहरू। हेलो बनिँदो रहेछ। यो चाहिँ अन्डर कन्स्ट्रक्सन हुँदै रहेछ। कहाँको हो चाहिँ? सिस्टम चाहिँ यस्तो हुन्छ। यहाँ टक्कै यता माथि गएपछि फोन टक्कै यस्तो अब छिरेर गएर चाहिँ यहाँ टक्कै रुमहरू हुँदो रहेछ। अनि यहाँ माथि चाहिँ बेडरुम अन्डर कन्स्ट्रक्सन नै रहेछ यो चाहिँ। यहाँ मुनिबाट चाहिँ यस्तो भ्यू, यहाँ बेड, यहाँ चाहिँ खोलाको सिन। दुई भाइको होइन? हजुर हो आज चाहिँ मजा आयो।
सेको पनि खुवाइ भयो हो पैसा दिनु पैसा दिनु 10 रुपियाँ यो 10 रुपियाँ अहिले चाहिँ हामी ब्याम्बो रिसोर्टहरू घुमेर आएको गाइडहरू अब चाहिँ घरतिर बिजनबारी बजार पुगेर हल्का यसो घुमेर चाहिँ अनि त्यसपछि हामी घर लाग्छौँ यो चाहिँ बिजनबारी अब यहीबाट उकालो होइन हामी यहीबाट आएको यो चाहिँ बिजनबारी बजार होइन हजुर यो बिजनबारी बजार हो बिजनबारी बजार अब हामी चाहिँ बिजनबारी बजार आइपुग्यौँ आउँदैछ हामीलाई इन्डिकेटर दिएर बोलाउँदैछ हो कार्यक्रम बाँकी रहेको छ त्यसै नै स्मृति चिन्ह वितरण कार्यक्रम बाँकी रहेको छ र फेरि साङ्गीतिक कार्यक्रम पनि हामी समक्ष रहेको छ तसर्थ सम्पूर्णलाई अन्तसम्म बसिदिने म निवेदन गर्दछु यस्तो बाटो घर चेप्छ कति घरको चेप्छ त बाटो हो यो यहाँको लागि सती होइन आउँदैन नि उताबाट पनि छ नि बाटो ए यो त तपाईँलाई सर्टकट लिएको अहिले चाहिँ हामी बिजनबारी बजार पस्दैछु गाइस यो सर्टकट आएको अरे चोर बाटो यो चाहिँ अब चाहिँ बिजनबारी बिजनबारी आयो बजार मेन बजार यहाँ चाहिँ बिजनबारी बजार कता जाने हामी लट्रीको यहाँ होइन उसमा खाऊ न पुरानो बजार होला नि यो चाहिँ पहिला त यहाँ माथि मात्रै थियो होला नि त होइन यतैबाट अब बाटो ल बाटोले चाहिँ दामी देखेछ है ठाउँ ए ब्लक चाहिँ अब अलिक दिनको बच्चा जस्तो लाग्दो रहेछ है अघि हामी यताबाट त आएको यो लाइनलाई चाहिँ के भन्छ यो लाइनलाई यो लाइन पनि चौमारे नि हो नि हामी आइपुग्यौँ हामी घर आइपुग्यौँ अब गाडी राखेर हामी फुल झर्नु के खानु अब भएर घुम्नु जाने यो सफा यताबाट जान्छ होइन किन्नु जाउँ है कति टाढो छ हरेको खाना लैन यताबाट जान्छ होइन जाँदैन यताबाट ए ल नजिक पुल डोरहरू जाउँ है बुढीहरू होला अप्ठ्यारो छ वाटे लाग्यो बजारमा हालिदिन्छ एउटा बियर खान्छु ल अब यता खानु हो अब भयो हौ एउटा मात्रै हजुर सिटिङ रुममा छ कि
खै खोलिन्छ कहाँ गर्छ यो ढोकाहरू बाटो फुटिरहेको छ